हेलो गाइज गुड मर्निङ सबैजनालाई आज गुड स्याटरडे है र चाहिँ सबैजनालाई नमस्ते। किनभने अब मैले बल्ल अब भ्लग बनाउन चाहिँ सुरु गरिरहेको छु। म चाहिँ भर्खरै उठेर है अब नुहाइधुवाइ गरेर अनि चाहिँ आज चाहिँ हामीहरूको विशाल बजारको ग्रुप हामी चाहिँ गाउँ डाँडा चाहिँ ड्राई पिकनिक जाने भन्दैछ। अनि त्यही भएर म त्यसको लागि चाहिँ अब चाहिँ नुहाइधुवाइ गरेर रेडी हुन्छु र आजको लुक्स चाहिँ म चाहिँ तपाईँहरूलाई चाहिँ अहिले यहाँ घरमा चाहिँ देखाउन चाहिँ भ्याउँदिनँ किनभने अलिकति ढिलो भइसक्यो। म किनभने आज शनिबारको दिन अलि ढिलो नै उठेँ। अब चाहिँ डाइरेक्ट चाहिँ गएर विशाल बजारमा भेट जसुदा कता गए जस्ता आफू के उस देखाऊ ए लुङ्गी लुङ्गी हाल्नु लुङ्गी एउटा कहिले हो झन् लुङ्गीको कुरा गर्ने हाल्नु हाल्नु एउटा हाल्नु माथि त यही हुन्छ है माथि त यही हुन्छ। गाइस सबैले आफ्नो ड्रेस देखा ए अघि खोलेसी अहिले चाहिँ हामी चाहिँ माथि हामी जुन ठाउँमा जाँदैछौँ त्यो ठाउँमा कर्म र दिदीलाई कुर्दै कपालको हालत त एकदमै फोन उठाए पो फोन उठाउनु परेन फोनै उठाएन। कपालको हालत यस्तो भएको छ। तर होइन तर राम्रो छ नि त घाममा तल घाममा भन्दा त यस्तै ठिक छ कि हेर्न कपाल के छ माटो इसा गरम न यही माथि गरम न यस्तै त राम्रै किनभने कसैको उतिस आयो कसैको यस्तो आयो किन खाको हो केही नि हुन्न क्या। अनि ताउनु कोही हेर्नु फेरि म पनि यहाँ भिडियो गर्दैछु नि त हो। खाइसकेपछि बल्ल सुटेर आउँछ राम्रोहरू हा कतिले खुटेर यहाँ खरबुजा ल्याउनु केमा हाल्ने ओ खोइ तिमीहरू कहाँ गयो ओइ सबैको एउटै थरी भएछ बगा त मेरो रातो स्याउ गर्छु के आजी गयो आई गइल बानी हम बस तेरो हात चाँडा गरेको होला अनि मैले त